नमस्कार दर्शक सबैजनालाई। आज चाहिँ हामी केही समसामयिक विषयमा छलफल गर्दैछौँ भन्दा पनि मैले प्रश्न सोध्दैछु अनि मसँग एकजना दाजु हुनुहुन्छ, उहाँसँग केही उत्तर पाउने आशाले यो भिडियो बनाउँदैछौँ। हाम्रो फागुन 21मा हुन गइरहेको चुनावमा हाम्रो बालेन्द्र शाह चाहिँ झापा क्षेत्र नम्बर 5बाट उठ्ने भन्ने कुराहरू छ। यही विषयमा हामी केही मोटामोटी छलफलहरू गर्नेछौँ। आउनुहोस् भिडियो सुरु गरौँ। दाजु नमस्कार। नमस्कार। सबैभन्दा सुरुमा हामी परिचयबाट जाउँ। हजुरको छोटो परिचय बताइदिनुहोस्। म हाल जापानमा कार्यरत छु होइन। मेरो नेपालको बसाइ भनेको बाजुरा जिल्ला मा हो होइन। अब हाल कामको सिलसिलामा जापानमै छु। एकदमै खुसी लाग्यो हजुरलाई भेटेर। हामी आज समसामयिक विषयमा केही प्रश्न उत्तर गर्नेछौँ। यो चुनावको माहौल छ अहिले नेपालमा, जुन जिन्जी आन्दोलनपछि एकदमै चर्काचर्की नै छ। यस बारेमा आज हामी चाहिँ केही कुराहरू गरौँ भन्ने उद्देश्यका साथ यो भिडियो पनि गर्दैछौँ। तपाईँलाई के लाग्छ, हाम्रो बालेन्द्र शाह जो चाहिँ काठमाडौँका महानगरपालिकाको मेयर पनि हुनुहुन्छ, उहाँले चाहिँ क्षेत्र नम्बर 5 झापाबाट, जुन केपी शर्मा ओलीको क्षेत्र पनि हो, के उनले त्यहाँबाट चुनाव जित्ने सक्लान् या नसक्लान्? तपाईँले एकदम सान्दर्भिक प्रश्न गर्नुभएको छ। यसको बारेमा पछिको कुरा गर्नुभन्दा मैले अलि विगतलाई पनि स्मरण गराउन चाहन्छु। आजभन्दा 3 वर्ष अगाडिको निर्वाचनमा एमालेबाट उम्मेदवार केपी शर्मा ओलीले 52,000 चान्चुन मत ल्याउनु भएको थियो र उहाँको प्रतिद्वन्दी नेपाली काङ्ग्रेसको उम्मेदवारले 23,000 मत र राजसपाको उम्मेदवारले 1,500 मत ल्याउँदै गर्दा त्यहाँबाट बाजी मार्न सफल केपी शर्मा ओली हुनुभएको थियो। अब अहिले यो बालेनको हल्ला चल्दै गर्दा के साँच्चीकै बालेनले झापामै जालान् त भन्ने एउटा प्रश्न आम रूपमा उब्जिरहेको छ। तर अब जानी नजानी अहिलेसम्म टुङ्गो छैन, तर हल्ला छ। अब विभिन्न सामाजिक सञ्जाल, अब विभिन्न युट्युबहरूमा आइरहेको कुरा हो। तर मलाई लाग्छ बालेनले झापा क्षेत्र नम्बर 5बाट बाजी मार्न सक्नुहुन्छ जस्तो त लाग्दैन है। किनभने त्यहाँ यस्तो जडा गाडिएको छ कि हिजो विगतौँ 20-30 वर्ष अगाडिदेखि केपी शर्मा ओलीले त्यो ठाउँको लागि गरेको कार्यहरू अब हामी बाहिरबाट हेर्ने मान्छेले त देख्दैन, तर त्यहाँको स्थानीय, त्यहाँको अब समुदायले नजिकबाट केपी शर्मालाई अलिक बढी चिनेको कारणले गर्दा होइन। बालेन शाह अहिले अर्को कुरा के भयो भने बालेन शाह अलिक टुरिस्ट टाइप जस्तै गरेर झापामा